दुलो अब हामी उतै वर्तमान घरमै है वेलकम टु रुपेश मामा ब्लग ल है फाइनली गाइस बुलेट स्टार्ट नभएको अवस्था छोरी हजुर सन्चै छु So alright beautiful people, what's up? Welcome back to another episode of रुपेश गुरुङको भिडियोमा फेरि पनि तपाईहरुलाई स्वागत छ। सधैँ चाहिँ रुपेश गुरुङ तपाईहरुको लागि ब्युटिफुल भिडियो लिएर आइसकेको छ। So alright guys, आज चाहिँ हामीसँग दुई तीनटा बाइक छ, साथीहरु सधैँ छ, सरोज दाइ, म, युवराज होल्डी अनि दिलकुमार दाइ, सुशील भतेज, हामी चाहिँ जान लागिरहेछौँ। त्यही त अनि अब सधैँ हामी हिँडिराख्ने बाटो त्यही हो। अब ढिला भइसक्यो, भतिजलाई कुदिरहेछौँ, केटाहरू सबजना रेडी भइरहेछ। मलाई कल आएको आइस अघिदेखि। एज अलवेज हाम्रो स्विट होममा चाहिँ हामी जान लागिरहेछौँ, दामन पालुङ। त्यही हो, अब जानुको कारण भनेको आफ्नै घर जानलाई त खासै त्यस्तो रिजन चाहिँ चाहिँदैन। त्यही पनि हाम्रो स्पेसल मोमेन्ट भनेको चाहिँ मेरो दाइको छोरा भतिजको चाहिँ वर्तमान छ। त्यसैले हामी चाहिँ त्यहाँ वर्तमान एटेन्ड गर्न जान लागिरहेछौँ। सुलभ भाइ, सुजन गइसकेको छ। अब बाँकी केटाहरू हामी चाहिँ अहिले निस्किन लागिरहेछौँ। अहिले घडी हेर्ने पनि तपाईँको ठ्याक्कै 4 बजिरहेको छ। सुशील भति चाहिँ आइपुगेको छैन कि अझै, त्यही भएर हामी चाहिँ त्यसलाई कुरेर बसिरहेछौँ है साथीहरू। त्यो जहाँ ठाउँ अघिदेखि आउँछु भनेर भनिरहेको थियो, सबभन्दा अगाडि त्यही चाँडै निस्किन्छु भन्थ्यो, त्यसले कुराइदियो हामीलाई चाहिँ। सो अलराइट लेट्स गो है त। भति चाहिँ बल्ल बल्ल आइपुग्यो, जहाँ ठाउँ लोड कुराइदियो, अब जानुपर्छ है त। ल यसको फेरि सेल्फै हाल्दैन कि केकै हाल्नुपर्छ। Silence where echoes remain. You were the sunrise, and I was the rain. A collision of souls, opposing and flying. I was the darkness. You yearned for the सरद आइसकेको छ है हाम्रो चाहिँ यहाँ। ल चल्दै म हामी चाहिँ ल यस्तो छ भने त्यस्तै हो। आइज भतिज छ मेरो पछाडि, मेरो पार्टनर हो यो चाहिँ। leave me high and dry. केटाहरू चाहिँ गाइज भर्खर यहाँ चन्द्रगिरी उकालोको टपमा छ है अहिले त। हेर ल ह्युज गाई। In the depths of silence where echoes remain. You were the sunrise, and I was the rain. अलराइट गाइज, अहिले चाहिँ हामी चन्द्रगिरीको उकालो चढिसकेर Opposing and flying. I was the बवाल भ्यू darkness. हेर्दै गइरहेछौँ हामी चाहिँ। Yearned for the light. सनसेट भइरहेछ यहाँ है, देख्न सक्नुहुन्छ। गाडी आयो, धुलो बवाल खाइन्छ। भतिज म छौँ, बवाल धुलो हानेर रहेछ। चिसो छ बवाल। Look at the view है गाइज, बवाल ल्याएको है भतिज। Cut me up, bring me out, and leave me high. गाइज पुगिन्छ मलाई लिएर। सरोज दाइ सोल्डीहरू चाहिँ पछि आउँदैछ। दुईजना भतिज र म चाहिँ हिँड्दैछु। बवाल छ है बवाल। त्यही हो, अब अहिले चाहिँ हामी अफरोड हिँड्दैछौँ। You were the laughter. एकैचोटि तपाईँहरूलाई चाहिँ म तल पिसमा पुगिसकेपछि देखाउँछु है त, चिल्लाक पुगेर। ल यो That was goodbye. An ember that flickered. जस्ट ल्यान्डिङ चितलाङ। दाइ के भयो? जाडो भयो यार, बवाल चिसो भएको छ। दुलो कपाल चाहिँ बवाल भइरहेछ। सोल्डे कस्तो फिल हुँदैछ त अनि? बवाल चिसो चिसो छ होइन डेन्जर। खतरा हेर्नु यहाँ बाइकमा आए जस्तो भएको छ नि त सोल्डे ठ्याक्कै। एकदम सायद अनाङ मुस्ताङ जाँदा नि यस्तो त हुँदैन थियो होला। ल केटाहरू एकछिन बसिरहेछ, चिया चिया खाने रे जाने है त। ल गाइज अलराइट, लुक एट द भ्यू है, बवाल देखिरहेछ नि। आज चाहिँ के खाने त दाइ? अन्डा गाइज। ल आएको दाप्तै सर्ट लगाएर चल्छ हामी चाहिँ चलिदिन्छौँ है त। रात पर्छ क्या
सोल्टे हजुर के भन्नु छ त अब हामी चाउचाउ खायो अब कहाँ गएर भेट्ने हामी अब हामी उतै वर्तमान घरमै है ल वर्तमान घरमै लगाएर रमाइलो गर्नुपर्छ बुढा ल गाइस अब चाहिँ हामी एक सिधै वर्तमान घरमा पुग्छौँ है त ल त्यहीँ गएर भेटौँ। रात पर्छ कि अब के देखाउनु रातिको फुटेज अब यस्तै हो। खै यहाँ ल्याऊ ल है फाइनली गाइस बुलेट स्टार्ट नभएको अवस्था। हुन्छ ओके आगोमा स्पायर भयो रेस बनाइदिउँ दाइ होइन पर्दैन अलि अगाडि लैजाऊ दाइ यहाँ थाम्नै सकेन यार अलि अगाडि लैजाऊ दाइ थाम्नु पुरा अब हान्नु ल दाइ अब हान्नु माछाले खुट्टा के भइरहेछ मेरो त भोबाल भएको छ त तान्नु न हेट हुन्छ क्या बे ओ फाइनल हेलो सलवार गाइस हामी चाहिँ खाना खाएर यहाँ टक्क भर्खर तल झलेको सबजना हजुर ल यहाँ केटाहरू छ है भर्खर खाना खाएर तल झरेको आफ्नो केटाहरू रोस्ट पोल्दैछ अझ स्टिल है प्रिपेरेसन हुँदैछ हाम्रो ल एजुकेन्सी हाम्रो बाङ्गे दाई ओ बाङ्गे दाई हाम्रो बाङ्गे दाई यता हुनुहुन्छ हातले यसरी छेक्छ होइन यस्तो चाहिँ केटाहरू यहाँ स्पेसल कुलीखानीको माछा बन्दैछ है फेरि हाम्रो चाहिँ कुलीखानी चाहिँ यहीँ तल सर दाई के भइरहेछ कुलीखानीको माछा हेर्दैछु हामी तेलमा तरेको होला होइन आफू सामुद्रले हामीले लिएर होइन होला पोखर दिन डुबेर सामुद्र हेर्नु र यस्तो चाहिँ यो पानी आइरहेछ स्टिल अनि सुल भाइ के छ अनि कस्तो हुँदैछ हाम्रो अनि प्रिपेरेसनहरू भोलिको लागि प्रिपेरेसन चल्दैछ अहिले हाम्रो टाइम कति भयो कति टाइम भयो होला ठ्याक्कै 10:09 भयो अब हामीले यहाँ कराई तताउँदैछौँ एकदम कालो कराई छ यहाँ कालो कराई तताउँदै मस्त पारामा टक्क यसमा हामी माछा रोस्ट हाल्छौँ माछा रोस्ट गरेर टक्क लाएर भोलिको लागि प्रिपेरेसन एकदम गुड एकदम मिठो हुँदैछ क्वान्टिटी एकदम हाई नै छ जस रातको 2 बज्न सकिन्छ Organize here and so we're प्रिपरेसन बवाल चल्दैछ कस्तो हुँदैछ सरोज दाइ बवाल बवाल भइरहेछ नि होइन केही भन्नु छ 2 शब्द बवाल होइन त दाइ क्याम हुँदैछ सानो भाइ पोल राखिदिने है क्या
यो सामानहरू सबै बोकेर हामीले यता लगिरहेको छौँ यहाँ साह्रो छ नमस्कार है मामा हजुरहरू नमस्कार सुन भाइ के भन्नु छ कस्तो फिल हुँदैछ नमस्ते गाइस अब हामी लोकदोरी गाउन जाँदैछौँ तपाईँहरूको लागि हामी धेरै रमाइलो गर्नेछौँ विशललाई 2 शब्द के भन्नु छ तपाईँलाई अब हाम्रो अब कार्यक्रम सिद्धियो अब रमाइलोतिर लागौँ काटेपछि नकाली डुली खेल्दा आउँछ झल्को काबाट काबारो काटेपछि नकाली धुली खेल्दारो आउँछ झल्को काबारो काबारो छोरी हजुर सन्चै छ सन्चै छु खाना खायो खायो तपाईले खानुभयो खानामा तरकारी खाएन खायो तरकारीमा के खानुभयो मासु राजमा अनि खोइ के थियो काउली खाएन खायो 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 ए अनि पापड खायो 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 ए सलाद नि खाए ए दाल त खाएन होला ए दालै थिएन त्यो पुलाउमा त्यो केराउ थिएन पुलाउमा थियो 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 ए ल ठिक छ हस् ल धन्यवाद हस् धन्यवाद मान्छे ल 2 शब्द के भनिदिनु पर्यो के भन्ने छिटो चाँडो चाँडो वेलकम टु रुपेशमा ब्लग थियो 2 शब्द अनि लाज लाग्यो भयो छ्यावा छ्यावा यहाँ माइक हो क्या मुखमा लानु न खाने होइन यहाँ तपाईँलाई कस्तो फिल भयो एकदम रमाइलो यस्तो लोसार पनि यस्तो नाच्ने कि ननाच्ने अनि आज के खानुभयो अनि यो यहाँ राखेर बोल्नु न खायो अब यादै छैन धन्यवाद तपाईँलाई मेरो इन्टरभ्यूमा नमस्कार मेरो नाम सुलभ गुरुङ मैले कति साह्रो बोल्नु भएको भन्नुहोस् हजुर आज तपाईँलाई कस्तो फिल भयो हो कि भन्ने र आज मलाई कस्तो रमाइलो फिल भयो के खानुभयो मैले मासु भैँसीको रागोको भैँसीको त थिएन होला है पुलाउ 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 भैँसीको थियो अनि अरू अरू त के भन्नु अचार थियो कोलबाट रमाइलो भयो कि भएन रमाइलो हुँदैछ ए हस् धन्यवाद तपाईँलाई हस् धन्यवाद विशललाई के भन्नु छ छैन अहिलेसम्म त म त रमाइलो भएर विशललाई चाहिँ हाम्रो मालामा एकदम गीत गाउँदैछ है के भन्नु छ हाम्रो चाहिँ यहाँ हाम्रो गीत गाउने लिरिक्स चाहिँ को हो त मिस्टर दिनेश गुरुङ तपाईँले यति अहिले चाहिँ गीत चाहिँ कस्तो हो अनि भित्रैदेखि मनमा गाउनु भएको छ कि झ्यापेर मात्रै गाउनु भएको
इन्टरभ्यू अब तेरो पालो मलाई अहिले के पो लागिरहेछ गाउँदाखेरि डिस्टर्ब गर्न नमस्ते मेरो नाम ममता गुरुङ आजको भाइको दिदीमा अनि भाइको कस्तो हुँदैछ एकदम रमाइलो भाइको दिदी फिल भाइको दिदी फिल हुँदा कस्तो भइरह एकदम ठुलो खुसी कस्तो भयो आज एकदम रमाइलो के भयो धेरै नै अब सबैलाई त लिदिन मलाई लाग्छ के खानुभयो धन्यवाद तपाईलाई मेरो इन्टरभ्यूमा आइदिनु भएकोमा स्वागतम अब के सोध्ने लिनु युवराज दाइ तपाईँलाई माइक धन्यवाद के भन्ने कस्तो राम्रो भयो कि भएन तपाईँलाई के डेन्जर हो होइन होला एकदम ओहो कतिखेर आउनुभयो तपाईँ मतलब तपाईँ आएको हिजो आउनुभयो हो यस सोल्टीलाई खोलाम डुबाउँदै लिएर आएको हामीले ओ नाइस नाइस धन्यवाद तपाईँलाई आजको इन्टरभ्यू चाहिँ यति नै हो केही भन्नु छैन सोध्न पाएमा मलाई धेरै खुसी लागेको छ धन्यवाद नै मलाई अनि सबैले भ्लग हेरिदिनु होला हस्ते नमस्ते ओके